एउटा कुरो रविजी भनेको असाध्यै बाठो मान्छे, असाध्यै मेहनती मान्छे। म मान्छे चिन्नुहुन्छ, मान्छे चिन्नमा माहिर हुनुहुन्छ है। कोसँग कसरी ट्याकल गर्नुपर्छ त्यो कला पनि उहाँलाई थाहा छ है। उहाँको वक्तृत्व कला कति राम्रो बोल्नुहुन्छ हेर्नुहोस् त। बोलाइमा सभ्य पनि छ, सठिक पनि छ, भन्नुपर्ने कुरो कति मजाले भन्नुहुन्छ। एकचोटि अमेरिकामा रविजी र मैले मिलेर एउटा कार्यक्रम, एउटा प्रकाशन देखायौँ। रविजीले लेखेको अमेरिकामा कति सालतिर? 2008 भनेपछि 7तिर 64-65 तिर रहेछ। अनि उहाँले लेखेको कमीको शीर्षक थियो को बन्छ करोडपति। रविजी चाहिँ नि रविताभ बच्चन हुनुभएको थियो, म चाहिँ त्यो प्रोग्राममा पार्टिसिपेन्ट। यति आयो त्यो प्रोग्राम, यति राम्रो भयो। मान्छे त्यो हल छुटेपछि आएर काँध राखेर उहाँ रोको कि दर्शकहरू है। त्यो उहाँमा एउटा सेन्स अफ ह्युमर त्यस्तै छ, स्क्रिप्ट माइन्ड त्यस्तै छ। र उहाँ र म मिलेर एउटा वासिङटन डिसीमा हरेक आइतबार चाहिँ एउटा रेडियो प्रोग्राम चलाउँथ्यौँ। रेडियो दोभान भन्ने थियो त्यहाँ, थाहै छैन भन्ने प्रोग्राम हामी दुईजनाले चलाउँथ्यौँ। त्यो प्रोग्राम पहिला हामीले 20 मिनट जति चलाउँथ्यौँ, पछि पुगेन, अनि त्यसलाई आधा घन्टामा बढाइयो प्रोग्राम। अनि उहाँमा एउटा कस्तो पनि जेमा हात हाल्नुहुन्छ, अनुभवका साथ, कन्फिडेन्सका साथ त्यसरी गर्नुहुन्छ कि यो भयो अब कमीको कुरो। त्यस्तै नेचर अब अहिले पोलिटिक्समा पनि देखियो, केही गर्नै दिएनन् कि कति खेदेको भने खेद्ने पनि एउटा सीमा हुन्छ नि। ए बाबा खेदिया छ। अब त्यो खेद्ने पनि अब सतर्क हुन्छन्। अब रविजी भन्दा नि खेद्ने मान्छे सतर्क हुन्छ। अब पनि त्यसरी खेद्न थाल्यो भने जनताले त्यो खेद्नेलाई छोड्दैन। त्यसैले अब खेद्ने मान्छे नि अलिक सतर्क हुन्छ। अहिले कतिपय व्यक्तिहरू सामाजिक सञ्जालमा होइन प्रधानमन्त्री यो व्यक्तिलाई बनाउनु पाए, रवि लामिछानेलाई बनाउनु पाए, अर्थमन्त्री डाक्टर सोनी मोवाग्लेलाई बनाउनु पाए भन्ने पनि अपेक्षा राखेका छन्। हुन त रवि लामिछानेले अब सरकारको समर्थनमा हामी रहिराख्दैनौँ, समर्थनै फिर्ता लिन्छौँ, जाने हाम्रो कुरा छैन भनिरहेछन्। तर 5 वर्षपछि चाहिँ ठुलो पार्टी बन्छौँ भन्ने कोणमा छ। त्यति बेला सम्भवतः सरकारको चाहिँ त्यस्तै पर्यो भने महत्त्वपूर्ण हिस्सेदारीमा आउन पनि सक्छन् होला। त्यो कोणबाट के सुझाव दिन चाहनुहुन्छ? एकदमै राम्रो।